Hello guys, welcome back to my channel. It's Nika Lagur and I am from Sikles. I hope सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट फ्यान आरामले छु र आज चाहिँ के को बारेमा भिडियो बनाउँदै छु भने बाइ द टाइटल हजुरले चाहिँ थाहा पाइसक्नु भयो होला। र फाइनली गाइस हामी चाहिँ वार्चोक गाउँमा आइपुग्यौं। हिजो चाहिँ मैले भिडियो बनाइन किनकि एकदमै भनौं न गाडीमा आउँदा नि अन्तर भुँडी सबै निस्किँदै भयो अनि बेसी थकाइ नै लाग्थ्यो अनि बेलुका नि पनि यस्तै भयो। अब चाहिँ हिजोको भिडियो चाहिँ सैमला र नर्सले हाल्नुहुन्छ। म चाहिँ आज सेकेन्ड डे को बनाउने छु, उनीहरुले पनि बनाउनुहुन्छ सेकेन्ड डे को, त्यही पनि म बनाउने छु सेकेन्ड डे को। हेर्नु है त मेरो भिडियो के कस्तो लाग्छ अनि लास्टसम्म हेरेर प्रतिक्रिया दिनु है त साथीहरु। हामी चाहिँ अहिले उता मिलन दाइको घरमा जान लाग्यो खाजा खान। गाइस हामी चाहिँ मिलन दाइको घरमा आइपुग्यो। यो हो मिलन दाइको घर। हामी चाहिँ यता खाजा खान बोलाउनु भयो। सो हेलो नरिसमा, हेलो शर्मिला। हामी चाहिँ खाजा खान लाग्यो। हाम्रो खाजा रोटी, सेलरोटी। शर्मिला र नर्समा भाँडा धुँदै हुनुहुन्छ है त। यिनीहरू डिजेमा फर्स्ट छ। ओके गाइस, म चाहिँ रिचार्ज कार्ड लिन जाँदैछु है त। मेरो चाहिँ मोबाइल ब्यालेन्स सकेछ। हल्का डाटा अन त जानु पर्यो नि त, त्यही भएर। ओके गाइस, हामी चाहिँ स्ट्रबेरी खान जान लाग्यो है त। हामीलाई मामा सालाले लैजाँदै हुनुहुन्छ स्ट्रबेरी खुवाउन। मामा चाहिँ गर्सी हेलो लसी दाइ त अन्त जन हेलो ल तिमी आलो अन्त सोचु मामा साला लाइ त हेर्दै गर्नु होला हाम्रो भिडियो। र साथीहरु अहिले चाहिँ हामी मामा सालाको मितुजुकोमा आको। यता छ शर्मिला, यता छ नरिसमा। यहाँ चाहिँ मौरी घाट चाहिँ बेसरी धेरै रहेछ, गर्नै नसक्ने। ओके गाइस, हामी चाहिँ निस्किँदै छ है त। हामी चाहिँ माथि स्ट्रबेरी खान जानुपर्छ। यता 3 जना आउँदै हुन्छ। बाटो राम्रो रहेछ यसमा। ओ माई गॉड, कति रे हो। घरभन्दा त मौरी घाट नै धेरै। यहाँ मौरी घाट बनाउने काठहरू पनि रहेछ अलरेडी। एकदम फार्म भन्ने न, सानो घरबार एकदम फार्म नै भनौँ। यस्तो दामी रहेछ। स्ट्रबेरी खान्छ अब म स्ट्रबेरी। साथीहरु यो हो वार्चोक गाउँ। ओके गाइस, हामी चाहिँ उता मेला हेर्न जान लाग्यो है त। अब मेला हेर्छु। घर यस्तो दामी हो के आँगन। हेलो
लास्ट गर्मी छ यार। साथीहरु हामी यहाँ चटपट खान लागेको है त। चटपट सटपट खाइदिउँ न त हैन गाइज। कति मिठो रहेछ हेरौँ। साथीहरु यहाँ छ पानीपुरी हामी चाहिँ पानीपुरी खाने हौ। यहाँ छ नोइसमा पानी हाल्न त एउटामा। यसरी पानी हाल्नुपर्छ अनि टक्क यसरी लिएर यसरी टक्क आगर्ने। ओके गाइस म चाहिँ यता पुरी लिन आएको र हामी चाहिँ मेला हेर्न गएनौँ। अघि त एकछिन हेरेर यस्तो गर्मी भएको थियो हैन, यस्तो घाम लाग्थ्यो, त्यही भएर हामी मेला हेरेनौँ। म चाहिँ घरमा आएर पनि यता घरमा आएर पनि मैले कपाल धोयो। तरकारी मुवा हे जेरी ने चम्की भित्र पालो कस्तो भइरहेछ के भर्सेस के रे यान्चकोट भर्सेस होला सायद यान्चकोट नि जो यान्चकोट नि यान्चकोट भर्सेस थाकको भलिबल हुँदैछ त गाइस। ओके गाइस मसँग छ वाट्सएपको बहिनी। हेलो भन्नु त हेलो गरौँ हातले के हेलो नाम भन्नु नि त ल। हजुरको नाम के हो र? मेरो नाम नौरा गुरुङ हो। नौरा गुरुङ हो। अनि हजुर कतिमा पढ्नुहुन्छ नि? नर्सरीमा हो। मजाले चर्को खाँदै हुनुहुन्छ नौरा। मम्मी ओके गाइस हामी आनालाई कला गुरुङलाई ब्लगर स्वागत। म कला गुरुङले युट्युब च्यानल सब्सक्राइब गरिदिनु हो। कलै गुरुङ र युट्युब च्यानल कला गुरुङ गिरी बुवानी आनाले यो कलालाई अब इसका भाषा है कलै युट्युब च्यानल रे
subscriber लगिनु गलेम्बु शर्मिला 628 नरिसमा ज्याजिबु अनि ताँदलाई ताँदलहरु सब्स्क्राइब लगिनु लास्टसम्म भिडियो हेरे माया लगिनु ओके जस्तो पनि जनाले गर्नु पर्यो नि त मेरो साथीहरुले भनेछ जसरी भए पनि गर्नु हैन ओके हैन ल कान्छी हेलो गर्दा ल हेलो हेलो गर्दा न ल हेलो आजी भन गाइस हामी चाहिँ यहाँ खाजा खान आएको भर्खर त खाजा त्यत्रो खायो तै पनि हामी खाजा खान आएको हैन डेन्जर हानी हो ओके गाइस हामी चाहिँ मेला पनि हेरेर आइयो र अब एकछिनमा हामी तयार भएर डान्स गर्न जाने हैन यता छ शर्मिला अच्छा अहिले चाहिँ बेसरी हावा चल्यो हजुर म नर्समा ल अब हामी एकछिनमा तयार भएर आज चाहिँ हाम्रो प्रोग्राम हो हिजो चाहिँ हिमाली सांस्कृतिकको थियो आज चाहिँ हाम्रो हुन्छ हेलो मापुजु हेलो लसी हेलो मापुजु चाहिँ तोया ओके गाइस अब एकछिनमा भेट्छ है त यस्तो हावा चलेको के सिनिनिनिनि अब यस्तो गर्मीमा यस्तो हावा चलेको त कस्तो शीतलो बहा ओके खाऊ मा ओए भात खान्छ कि खान्न तिमीहरू ड्रेस लाएर खान्छ है बाजे ल तिमीहरूमा खान्न के ओके गाइस हामी चाहिँ रेडी भइसक्यो अब चाहिँ हामी रेडी भएर उता डान्स गर्न जान लाग्यो है त म चाहिँ बाटोमा जाँदैछु हेर्नु होला नि मलाई कस्तो देखेछ प्लिज कमेन्ट गर्नु होला त आइपुग्यौँ अब चाहिँ एकछिनमा डान्स हुन्छ अहिले चाहिँ मान्छे आएको छैन हामी चाहिँ फर्स्ट भयो अब चाहिँ यहाँ चाहिँ आमासम्महरूको चाहिँ डान्स देखाउँदै हुनुहुन्छ नोराले गीत गाउँछ हैन नाच्छ होला कुन गीत हो ब्यूटी भैया हामी हेरेको हेरे केटा हेरो केटा हेरेको हेरे केटा हेरेको ए केटी भन्ने ल केटी हेरेको हेरे केटी हेरेको हेरे तपाईँलाई राम्रो लाग्यो यता पनि छ दिदीको पनि छ दिदीहरूको पनि छ मेरो चाहिँ यहाँ छ है
हेलो गर्दा हेलो यो त के हेलो मलाई चुप गर्नु के हो यो के हो रे तपाईँको कपालमा भएको चन्द्रमा हेलो गरिदिनु त हेलो हामीलाई क्युट देखेपछि हामीलाई चुप गर्नु पर्दैन चुप गरिदिनुहोस् न त ल यता के यता मेरो गाडी हो
चाहिँ अहिले रुममा आइपुग्यौं र आजको प्रोग्राम पनि सकियो। अनि तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। हामी चाहिँ त्यति खासै डान्स आइटमहरु देखाउन पाएनौं है। सिक्न त सिकेथे तर धेरै नै उस भएर टाइमको पनि उस भएर हामीले चाहिँ त्यति धेरै डान्स देखाउन पाएनौं। यति नै हो गाइस। तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। यदि तपाईहरुले अब शर्मिला गुरुङ चाहिँ घरमा छ। यदि तपाईहरुले मेरो YouTube च्यानललाई सब्स्क्राइब गरेको छैन भने प्लिज मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त गाइस। बाइ बाइ।